म यहाँको बिचमा जानकारी गराउन चाहन्छु र म विषय प्रवेश के भन्न चाहन्छु भने अब हामी अन्नपूर्ण गाउँपालिकाको गौरवको विद्यालय हो यो। हिजो तपाईँहरूले असाध्यै धेरै चुनौतीका साथ 54 सालबाट 34 सालसम्म असाध्यै ठुलो चुनौतीका साथ यहाँले स्थापना गर्नुभयो, यहाँसम्म ल्याउनु। म तपाईँ सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु र त्यति बेला पनि असाध्यै गाह्रो रहेछ भन्ने कुरा मैले विद्यार्थी सङ्ख्या हेरेँ। 20 वर्षमा यस क्याम्पसमा पढ्ने विद्यार्थी भने 200 हुनुहुन्छ। त्यो हाम्रो अहिले प्रतिबन्धी अनुसार 20 वर्षमा 200 पढ्नुभयो भने मतलब चलाउन असाध्यै जोडबल गरियो। तर विद्यार्थी जति हुनुपर्ने त्यति बेला पनि गाह्रो परेको रहेछ र 20 वर्षपछि त बन्दै भयो र अहिले फेरि तपाईँ हामी सबै मिलेर एउटा जमर्को गऱ्यौँ। यो जमर्को पनि असाध्यै जोखिमपूर्ण छ। अध्यक्ष लगायत हाम्रो यहाँ प्रिन्सिपल सबै दौडिनु भयो, हाम्रो वार्ड दौडिनु भयो, प्रत्येक वार्डमा हिँड्नुभयो। केही विद्यार्थी हामीले जम्मा गऱ्यौँ। ती विद्यार्थी मध्येका अधिकांश भनेको शिक्षक साथीहरू हुनुहुन्छ। अधिकांश अहिले यहाँ शिक्षक साथीहरू भन्न गरिहाल्यो। फेरि अर्को सालको अवस्था के हो? अर्को साल त फेरि शिक्षक साथी नहुन सक्नुहुन्छ, अरू नयाँ विद्यार्थी ल्याउनु पर्ने हुनसक्छ। अहिले पनि चुनौतीपूर्ण छ, असाध्यै जोखिम छैन। तर तपाईँ हामीले रहर गरेका छौँ र यहाँबाट सफल पार्ने भने प्रतिबद्धता पनि जारी गरेका छौँ। यसर्थमा यो अभियानमा लाग्नुहुने सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र गाउँपालिकाको पुरा समर्थन छ, सहयोग छ त हामी भनेकै छौँ। किनभने यसलाई बचाउन सकियो भने अहिले 30-32 जना 47 जना हुनुभएको छ। उहाँले यहाँको आफ्नो अध्यापन राम्रोसँग गर्न सक्नुभयो भने ऐतिहासिक काम हुन्छ। त्यो अवसर त उहाँले प्राप्त गर्नुभयो नि, त्यस्तो ठुलो अवसर हामीले दिलाउने प्रयास गरेका छौँ। यसको निम्ति खास गरी हाम्रो क्याम्पस प्रमुखको दौड ग्रुप उहाँप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। उहाँ आफूले पनि बस्नु भएको छैन, अरूलाई पनि बस्न दिनु भएको छैन। आफू त दौडनु भएकै छ, अरूलाई पनि टाइम बस्न दिनु भएको छैन, हामीलाई पनि लगाएर हुनुहुन्छ। यो संस्था पछोसी भन्ने हिसाबले उहाँले गर्नुभएको छ। म उहाँलाई सबैलाई धन्यवाद भन्न चाहन्छु। अब हामी अन्नपूर्ण गाउँपालिकामा शिक्षामा हामीले के गर्नुपर्छ भने सबैको सङ्कल्प थियो साझो। यहाँ जनप्रतिनिधि मात्र होइन, यहाँ राजनीतिक साथी पनि हुन्छ, यहाँ सामान्य व्यक्तित्वहरू सबैको साझो सङ्कल्प के थियो भने मानव विकासमा सबभन्दा धेरै जोड दिनुपर्छ। त्यसमा पनि शैक्षिक क्षेत्र जो अहिले गर्दिन भोलि सफा छु भनेर पाइने अथवा हुने खालको स्थिति होइन, अहिले सफानुपर्छ, बेलैमा त्यसलाई राम्रो बनाउनुपर्छ भन्ने दिएका छौँ। हामी त्यो अभियानमा जुट्यौँ। त्यो अभियानमा जुटिरहँदाखेरि यो एक ढङ्गले अन्त्य भइसकेको क्याम्पस पनि उठ्ने स्थिति बन्यो। यसर्थ अब हामी धेरै प्रयासका बावजुद पनि यसलाई जीवन्त राख्ने केही न केही काम गर्नुपर्ने छ। अब अर्को सालमा विद्यार्थी भर्ना गर्ने अभियानमा विषयगत हिसाबले हामी कुन विषय पढाउला, यही विषयमा हुन सक्दैन अथवा अरू विषयमा पढाउन सक्ने स्थिति बन्ला, अथवा हामी यहाँबाट तल जाने विद्यार्थी जुन पोखरा जान खोजिरहेको छ त्यसलाई हामीले कुनै न कुनै वातावरण बनाएर यहाँ पढ्ने परिस्थिति बनाउनु पर्ने होला। अब अहिले हामी के सुविधा दिन्छ भने पनि हामी भनेकै छौँ। भौतिक पूर्वाधारको हिसाबले हामीसँग बिल्डिङ त छ, अहिले फेरि महत्त्वाकांक्षी योजना पनि छन् हाम्रो। यी सबैलाई ख्याल गरेर हामी धैर्यतापूर्वक यसलाई अगाडि बढाउँ भने मलाई लाग्छ यो क्याम्पस बच्छ, हामी बचाउन सक्छौँ, चलाउन सक्छौँ। र यहाँले धेरैपल्ट भन्नुभएको छ, मिटिङ पनि राख्नुहुन्छ, यो चाहियो भन्नुभएको चाहिँ हामी धैर्यतापूर्वक त्यसलाई पुरा गर्छौँ भनेका छौँ। यद्यपि यो क्याम्पस चलाउनु भने हामी छुट्टेपछि छुट्याएको थिएनौँ। अहिले हाम्रो आदरणीय विनोद दाइले भनेपछि यो क्याम्पस हाम्रो गाउँपालिका मार्फत पर्दैन र पनि हाम्रो गाउँपालिकाको सम्पत्ति हो। यसलाई हामी जोगाउनुपर्छ र बचाउनुपर्छ भन्ने उद्देश्यका साथ हामी लागेका छौँ। र बजेट व्यवस्थापन गर्ने कुरा पनि राजदूत किताब निकाल्नुभन्दा अगाडि हामी यसको योजना त्यहाँ राखेका छौँ। अब फेरि हिउँदे सभा पनि आउँदैछ, यही महिनामा हामी हिउँदे सभा पनि गर्छौँ। भने मतलब यहाँ तपाईँले गर्ने पनि न्यूनतम कामका निम्ति गाउँपालिकाले सहयोग गर्छ, हामी गर्छौँ भनेकै छौँ। यसलाई बचाएर अगाडि बढाउँछौँ र सबै दाजुभाइ दिदीबहिनी मेरो आग्रह के छ भने सबैको साझो सङ्कल्प चाहिन्छ। सबैले यसलाई हामी र हाम्रो हो भन्ने खालको परिस्थिति बनाउनु पर्छ। र हिजो योगदान पुऱ्याएको यहाँ महत्त्वपूर्ण पात्रहरू हुन्छ, यहाँले त गर्व महसुस गर्नुपर्छ। हामीले गर्न सकेन भन्ने होइन, तपाईँले नबचा पाए कसरी हुन्थ्यो? 20 वर्ष त 5 जना 7 जना 10 जना
बढीमा 21 जना विद्यार्थीहरूको सामु भएको रहेछ, न त त्यत्र ती विद्यार्थीलाई हानेर यहाँ ल्याउने कुरा सानोतिनो कुरा थिएन। र त्यही जगमा टेकेर फेरि यो सुरु भएको। त्यसरी यहाँले सानो मन गर्नुपर्ने छैन, बरु तपाईँप्रति सम्मान छ। है सम्मान पत्र दिनुभएको छ, ठिक गर्नुभएको छ। प्रयास गरेको मान्छेलाई सम्मान दिनुपर्छ। कहिलेकाहीँ प्रयास असफल हुन पनि सक्छ। सत्य प्रेम हाम्रो आफ्नो हातमा आउँछ भने हुन्न। कहिलेकाहीँ मेल गर्दा गर्दै पनि असफल भइन्छ। कहिलेकाहीँ आफ्नै खुट्टामा ठेस लागेर निधारमा काट्छ। यस्ता कुरामा हामीले जे जति हामी गर्न सक्छौँ त्यसो गर्व गर्ने र आगामी दिनमा म गर्न सक्छु र सहयोग गर्छु अथवा यसको लागि योजना बनाउँछु भन्ने सङ्कल्प गर्ने हो। म अग्रजमा यहाँ पुण्य सर हुनुहुन्छ, तपाईँप्रति मेरो सम्मान छ। अब फेरि उठेको छ, यसलाई बचाउँ र अन्नपूर्ण गाउँपालिकामा क्याम्पस छ, त्यो पनि अहिले हामी भनेका छौँ बहुमुखी क्याम्पस, माछा फिसरी बहुमुखी क्याम्पस भनेको छौँ। सायद हामी त्यो पास गर्छौँ। तपाईँ हामी सबै गर्न लायक एउटा क्याम्पस बनाउँ। यो शिक्षा चल्दैन, अर्को चिज ल्याउँ, अर्को के ल्याउँ ल्याउँ, प्रयास गरौँ। यसलाई जीवन्त राख्ने कुरामा हामी लागु हुने कुरा म आग्रह गर्न चाहन्छु। र म धेरै धेरै धन्यवाद गर्न चाहन्छु। यहाँ अन्नपूर्ण खास गरी ढिकु परिका दाजुभाइ दिदीबहिनीले ठुलो चन्दा उठाउनु भयो, शिक्षामा ठुलो लगानी गर्नुभएको छ। यहाँले यसले 3टा संस्था बचेको छ। एउटा माछा फिसरी मावि जीवन्त छ, एउटा माछा फिसरी क्याम्पस जीवन्त हुँदैछ, फेरि हामी त्यसो अगाडि बढ्दैछौँ। आज अन्नपूर्ण बहुप्रविधि शिक्षालाई पनि चलेको छ। यहाँका जनताको चन्दा सहयोग 50-50 लाख रुपियाँ तपाईँले उठाएर शिक्षालय ल्याउनु भएको छ। तपाईँप्रति म आभार व्यक्त गर्न चाहन्छु। होला केही मान्छेलाई त्यो शिक्षालयमा लगानी गरे बापत पनि यहाँले दुःख पाउनु भएको छ, उजुर बाजुर गरेको छ, मलाई थाहा छ। तर राम्रो कामको निम्ति जस्तो सुकै चुनौती आउँ सामना गर्नुपर्छ, त्यो हिम्मत गर्नुपर्छ। हामी त्यो हिजो तपाईँहरूले त्यो बहुप्रविधि शिक्षालाई नल्याए भए अहिले त्यो शिक्षालय पढाउनु झन् 12-13 जना भाइहरू यहीँ छ, यही अन्नपूर्ण 1, 2, 3 का छन्। यहीँ पढेर त्यहाँ तपाईँको अहिले पढाउने काम गर्नु भएको छ। गत वर्ष त्यो शिक्षालय बन्द हुन्छ कि भन्ने डर पनि भयो हाम्रो। तर अहिले विद्यार्थी 40 विद्यार्थी छ, त्यो शिक्षालय पनि बच्यो। त्यो शिक्षालयलाई ल्याउनको निम्ति तपाईँको महत्त्वपूर्ण योगदान रह्यो, आर्थिक हिसाबले योगदान रह्यो र भौतिक हिसाबले र तपाईँको सहशरीर हिसाबले पनि तपाईँले सहयोग गरेर शिक्षालय ल्याउनु भएको छ। अहिले हामी गर्वसाथ भन्नु पाएको छ हाम्रो अन्नपूर्ण प्राविधिक शिक्षालय छ। त्यहाँ कृषिमा पशुमा पढाइ हुन्छ लानुहोस् भन्न गर्वका साथ भन्नु पाएको छ। अझ अन्नपूर्णका बाबुनानी त हामी निःशुल्क पढाउँछौँ भने घोषणा गरेका छौँ। हामी 1 पैसा लाग्दैन, 3 वर्षसम्म निःशुल्क गाउँले पढाइन्छ। र पनि बरु त्यहाँ आएको छ, अलि कम भएको छ, हाम्रो बाबुनानी कम छन्, त्यहाँ बाहिरको पनि छ। यद्यपि अन्नपूर्ण गाउँपालिकामा शिक्षालय छ भने गर्व गर्ने कुरा तपाईँ अग्रणी गरिदिनु भएको छ। अहिले यो पनि तपाईँले गरेर भएको, तपाईँ जान्छ। यो 54 सालमा क्याम्पस ल्याउने त्यति सहिले विषय थिएन, तपाईँ दौडित थिए। यसमा पनि हामी गर्व गर्नुपर्छ। कारणवश तलमाथि पऱ्यो होला, कहिलेकाहीँ पर्छ, तर फेरि शुभारम्भ गऱ्यौँ नि हामीले। तपाईँ हामी प्रयासले गरौँ, यसमा हामीले गर्व गरौँ। र अन्नपूर्ण गाउँपालिकामा शिक्षाप्रतिको जुन हाम्रो मिहिनेत छ, साझा सङ्कल्प छ। यहाँ राजनीतिक पार्टीका साथीहरू सङ्कल्प छ, सामान्य व्यक्तिको सङ्कल्प छ। यहाँ धेरै धेरै दाजुभाइ दिदीबहिनीले हाम्रो सहयोग गर्नुभएको छ यो पालिकालाई। र त्यही सहयोगले गर्दा उत्साहित ढङ्गले हामीले शिक्षा क्षेत्रमा फर्क पनि मारेका छौँ। अब शिक्षा क्षेत्रमा हामी पछाडि हट्ने किन सम्भावना छैन, हामी अगाडि बढ्नुपर्नेछ। समाज सुसङ्गठित र अनुशासित बनाउनु भने शिक्षा नै चाहिन्छ, मनादित बनाउनु शिक्षा चाहिन्छ, र समाज रूपान्तरण र परिवर्तन गर्ने भने शिक्षा चाहिन्छ। यी सबैका निम्ति तपाईँ हामीले गरेको योगदान हो। यसलाई उत्साहपूर्ण ढङ्गले अगाडि बढौँ म भन्न चाहन्छु। यहाँ आएका चुनौती, शिक्षालयमा आएका चुनौती सामना गर्ने कुरामा तपाईँको साथमा गाउँपालिका छ। यसको मात्रै होइन, अन्नपूर्ण गाउँपालिकाभरिकै शिक्षाका निम्ति जुन हामीले मेहनत गरेका छौँ र परिणाम पनि आएको छ। यहाँलाई थाहा छ, हामी विद्यार्थी 81% एससीमा विद्यार्थी पास गरेका छौँ। 12मा क्लास 12मा पनि हामी गत वर्ष हेरौँ 56% विद्यार्थी त नियमित पास भएको छ। अघिल्लो वर्षभन्दा त्यो शिक्षा पनि बढेको छ। कक्षा 5 र कक्षा 8मा पनि प्रतिशत बढेको छ। समग्र हेर्दा अन्नपूर्णमा 1 देखि 12 सम्म हामीले नतिजा विश्लेषण गरेका छौँ। पास भएका विद्यालयलाई सम्मान पत्र पनि दिएका छौँ।
जसले राम्रो गर्नुभएको छ शिक्षकलाई पनि सम्मान गरेका छौँ हामीले, विद्यालय पनि सम्मान गरेका छौँ। त्यो सबै हेर्दाखेरि शिक्षामा अन्नपूर्ण गाउँपालिका अगाडि छ, हामी अगाडि बढाउनु पर्छ। अरू कुरा त भौतिक पूर्वाधारको त ठुलो चिन्ता छैन मलाई। अब यस वर्ष आदरणीय विनोद दाइ यहाँ म सम्मान व्यक्त गर्न चाहन्छु। यहाँको त्यो खेल मैदानको लागि पनि उहाँको नै प्रयास हो र यहाँ सबैको प्रयासले झन्डै 62 करोड रुपियाँ अन्नपूर्ण गाउँपालिकामा भौतिक पूर्वाधारमा थियो सङ्घ सरकार। तर झन्डै 25-30% बजेट आउँदैन अथवा अहिले जेनी आन्दोलनले पैसा काटिन्छ कि भन्ने सम्भावना छ, योजना रोकिएका छन्। त्यो मध्येको योजना यो पनि छ। हाम्रो पालिकाको तर्फबाट पनि प्रयत्न भइरहेछ, देशैभरि रोकिया अथवा अन्नपूर्णमा मूल्य मात्र भनेर हुने कुरा त रहेन। तर नीतिगत हिसाबले अहिले दाइ भने गरी हाम्रो दबाब चाहिँ छ, हामी स्थानीय सरकारबाट दबाब के छ भने सार्वभौम संसदले छुट्याएको बजेट यो सरकारले रोक्न मिल्दैन। यदि यसरी पैसा नआउने भने हामी 753 गाउँपालिका गएर हामी चापी अहिले सूचीमा कार्यलाई बुझाइदिन्छौँ, गाउँपालिका चलाउँ भन्ने तहसम्म हामी उठेका छौँ। संसदले पास गरेको बजेट सबभन्दा ठुलो भने जनताबाट चुनेका सबभन्दा ठुलो पात्र भने सांसदले तय गरेको छुट्याएको बजेट अथवा पास गरेको बजेट काट्ने अधिकार रहँदैन भन्ने कुरामा हामी क्लियर छौँ। यसर्थ भौतिक पूर्वाधारमा धेरै चिन्ता नगरिकन हामी शिक्षामा बेसी चिन्ता गर्दै अगाडि बढेको हुनाले यहाँले जुन प्रयास गर्नुभएको छ त्यसमा साथ दिने प्रतिबद्धतासहित यो कार्यक्रम सफल होस्, शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।